हेलो गाइज नमस्ते। हामी चाहिँ जाँदैछौँ नेपाल। केही प्लानै थिएन जाने भन्ने, एक्कासी 10 बजे ल नेपाल जाऊँ है भनेर टिकट फटाफट काटेर मैले चेक इन गरेको चाहिँ केही पनि भिडियो बनाउन पाइनँ। अब यहाँबाट स्टार्ट गर्दैछु। सबैजनाले माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। नयाँ च्यानल हो, नयाँ च्यानल भन्दा पनि च्यानल त पुरानै भइसक्यो, तर सब्सक्राइब भिडियो नै बनाउँदिनँ, सब्सक्राइब गरिदिनु होला। आजबाट चाहिँ कन्टिन्यू भिडियो बनाउँछु। यो चाहिँ दिल्ली एयरपोर्ट, म चाहिँ जाँदैछु नेपाल। फोन आयो, यहाँ अगाडि चाहिँ गिल साहब हुनुहुन्छ, यहाँ चाहिँ गिल साहब, मेरो फोन आयो। हाम्रो चाहिँ चेक इन भयो, हामी जाँदैछौँ यहाँबाट। यहाँ चाहिँ गिल साहब, इधर देखो, इधर हाई तो बोल दो कैमरे में। नेपाल एयरलाइन्स को पहिलो ट्राभल हो। के भन्नु छ? बोलो न, कुछ तो बोलो। हाँ बोलो तो, क्या हुआ? बोलो। हामीहरूले मान्छेले लास्ट सिटमा हालिदियो, आज हामीहरूले आफै लास्ट हुनु पऱ्यो। हतारमा टिकट काटेको, बिहान मात्र फिक्स भएको जाने भनेर। लास्ट सिट परेछ, लास्ट। हामीभन्दा पछाडि सिटै छैन, वासरुम छ पछाडि। छिटोमै टिकट काटेको, सिट पनि अलग परेछ। उहाँको अर्कै लाइनमा, मेरो अर्कै लाइनमा। कति नम्बर? मेरो 39, उहाँको 39C, मेरो चाहिँ 39D। केही प्लान थिएन नेपाल जाने। हात छोड्दा काठमाडौँ आइपुग्यौँ हामीहरू। 15 मिनट डिले भयो। हामी निस्किँदा 15 मिनट डिले भयो। आइपुग्यो काठमाडौँ। कहाँ आइपुग्यो? काठमाडौँ। हामी 20-25 मिनट जति डिले भयौँ। आउनु भएको छैन उहाँ चाहिँ, त्यहाँनिर हुनुहुन्छ लाइनमा, त्यहाँनिर। अब नेपाल आएपछि सबैभन्दा पहिला रिचार्ज गर्नु पर्यो। यहाँनिर रिचार्ज गर्दै हुनुहुन्छ। नेपाल त आइपुग्यो, अब बस्ने ठाउँ कहाँ हो भन्ने कुरा चाहिँ थाहा छैन। बस्ने ठाउँ खोज्नु पर्यो अब। अनि त्यस पछाडि हामी चाहिँ आइसक्यौँ। उहाँ रिचार्ज गर्दै हुनुहुन्छ, उहाँनिर एनसिएलको रिचार्ज गर्नु पर्यो। रिचार्ज छैन नेपाल आएपछि, सबभन्दा पहिला रिचार्जको समस्या। अनि त्यस पछाडि अब हामीहरू चाहिँ होटल पनि खोज्नु छ, कहाँ बस्ने। पहिला चाहिँ हामी रामेश्वरममा बस्थ्यौँ, अब आज चाहिँ हेरौँ त्यहीँ जाने हो कि अर्कोमा बस्ने हो, थाहा छैन। काठमाडौँ आइपुग्यो। भ्लगमा बनिरहनु होला। भोलि पर्सि हामी कहाँ जान्छौँ, के गर्छौँ, के कामको लागि आएको हौँ। अनि अर्को कुरा, एयरपोर्टमा चाहिँ एउटा सिक्री पनि लगाउन नदिँदो रहेछ है। सुन तस्करी धेरै हुन्छ नेपाल एयरपोर्टमा, त्यही भएर होला सिक्रीधरी खोल्न लगाए। काठमाडौँ भ्याली बाहिर त अँध्यारो भइसकेछ। हजुर छ दाइ। बर्गर हाउस नाम सुन्दै खान मन लागिसक्यो। कस्तो राम्रो छ, कस्तो सफा छ।
हामी चाहिँ होटल आइपुग्यौँ रुमै कहीँ नपाएर एउटा होटल उता गएको थियौँ मन परेन एकदम सानो रुम रहेछ त्यस पछाडि यहाँ आयौँ यहाँ चाहिँ ठिकै छ त्यस्तो ठुलो त्यस्तो राम्रो पनि होइन ठिकठाकै छ म आफू पनि होटल चलाउने भएको भएर अब यतिकोमा दुःख सुख गरेर 2-4 दिन निकाल्नु त हो यहीँ बसिन्छ रामेश्वर भन्ने होटलमा रामेश्वरमा पनि हामी पहिलादेखि रामेश्वरमै बस्ने हो त्यसमा पनि खाली रहेछ त्यही रामेश्वरमा आएर चाहिँ अर्को होटलमा बुक गरिदिनु भयो भोलि खाली हुन्छ भन्नुभयो अब हेरौँ भोलि खाली भयो भने त्यहाँ गइएला नत्र भने अब 2-3 दिन कटाउने हो यहीँ बसिन्छ ठिकै छ सानो होटल सानो रुम यो चाहिँ वासरुम यो चाहिँ म गुड मर्निङ आज हाम्रो काठमाडौँको दोस्रो दिन राति आइपुगेको थियौँ हिजो त 8-9 बजेतिर आज शनिबार रहेछ फेरि आज केही काम नहुने भयो आज चाहिँ 1-2 ठाउँमा सामान किन्न यताउता गर्न जानु पर्यो एउटा कफी आयो वहाँनिर एउटा कफी राखिदिनु भएको मैले चाहिँ चिया मगाएको छु मेरो लागि चिया चाहिँ आएन म चाहिँ नुहाई धुवाई रेडी भइसक्यो अब जानलाई तयार गिल्साब नुहाउँदै हुनुहुन्छ बाथरुममा उहाँलाई त अब 1 घन्टा 1.5 घन्टा त फोन हेर्नै लाग्छ अनि आज चाहिँ हाम्रो काठमाडौँको दोस्रो दिन हेर्दै गर्नुहोला ब्लगमा बनिरहनु होला हाम्रो नास्ता नुस्ता खाना पिना सब कुरा भयो अब हामी जान लाग्यौँ मार्केट उहाँ हिँड्नुभयो म चाहिँ हिँड्नु पऱ्यो चार्जै छैन फोनमा एउटा पनि चार्ज छैन चार्जर निकाल्नु पऱ्यो राख्नु पऱ्यो अनि त्यस पछाडि सुन पसल जान्छु पहिला अलिकति काम छ त्यहाँनिर पहिलादेखि नै त्यहीँ जाने गरेको थियो चाबेलमा एकजना दिदी हुनुहुन्छ वहाँनिर हाम्रो चाहिँ रुम सानो भएर चेन्ज गराइदिनु भनेको छौँ गराइदिन्छु भन्नुभएको सबै सामान यत्तिकै छोडिदिएर अनि जान लागेको मेरो अर्को फोन पनि लिनु पर्यो अफिसको अनि त्यस पछाडि हामी चाहिँ लाग्यौँ मार्केट ढोका यत्तिकै छोडिदिनु पर्यो चुन्नी लगाउन बिर्सेछु भने सल त लाउनु पर्यो सलै लाउन बिर्सेछु यसमा हालिदिनु भयो होला फेरि चुन्नी सुन्नी यहीँ छ क्यामेराम्यान राख्ने बेला भयो एउटा मैले चाहिँ चाबी त लगाएकै छैन लगाएकै छुइनँ मैले कहाँ जाने हो कहाँ लिएको क्यामेरामा कोही आउनै मान्दैन म एक्लै भिडियो बनाउँछु अब हामी चाहिँ यहाँ गौशाला बसिरहेको थियौँ गौशाला रामेश्वर होटलमा निस्क्यौँ अब हामी बाहिर चाबेल जान्छु चाबेल गएर सबै इन्डियनै देख्नु भएको भ्याकेसन चलिरहेको छ क्या छुट्टी सबैजनाको सबै इन्डियन हुनुहुन्छ यतातिर सानो मान्छे भयो त क्यामेरामा आउनु क्यामेरामै आउँदैनन् हिँड्दै गयो नि हुन्छ चाबेल त यहाँ से अंदर से चले जल्दी पहुँचेंगे नहीं गाड़ी में चलना फोन आयो मेरो बाहिर निस्किन् चाबेलको बाहिर काठमाडौँमा सबैभन्दा धेरै महँगो भनेको गाडी 5 मिनटको बाटो छैन 500-600 रुपियाँ भन्नुहुन्छ भने भाइ कति धेरै अनि त्यहाँ माथि 170 को तेल हाल्नुपर्छ अनि ड्राइभर चाहिँ कहाँ हुन्छ र पैसा ड्राइभरले नि त घर लानु पर्यो 2,000 रुपियाँ भाडा नलागे अब त्यो काम छैन धेरै यस्तै ठाउँमा गाडी चाहिँ धेरै 100-200 रुपियाँमा त 20 किलोमिटर गाडी जान्छ इन्डियामा जान्छ इन्डियामा कति सस्तो छ यहाँ जान
आज चाहिँ मेरो काठमाडौँको दोस्रो दिन छिटोमा काठमाडौँ आइयो कपाल फुलेर यस्तो बिजोग भाट्यो कुन पार्लर हो यो स्टार मिरी जुली भन्ने पार्लर खोज्दै पशुपति के भन्छ अरे म गौसलाई कहाँदेखि हिँडेको अरे हामी बौद्धदेखि हिँडेको यहाँ आएर चाहिँ बल्ल बल्ल एउटा पार्लर भेटाएँ बहिनीहरू एकदमै राम्रो है